नमस्कार साथीहरु, आज मसँग रहेको छ मोटोरोला H60 फ्युजन फोन। यो मैले 1 महिना भन्दा बढी युज गरिसकेको छु र आज चाहिँ छोटो रिभ्यू साथै फर्स्ट इम्प्रेसन यसको म भन्न जाँदैछु। यो फोनको ब्याक साइडमा भेगन लेदर डिजाइनमा बनेको फोन छ र यसको स्क्रिन चाहिँ एकदमै राम्रो कर्भ डिस्प्ले छ। एकदम प्रिमियम र लाइट डिजाइनमा बनेको यो फोनको ब्याट्री चाहिँ 5500 mAh को छ। पोर्ट्स एन्ड बटनको कुरा गर्नु पर्दाखेरि तल्लो साइडमा सिम कार्ड ट्रे छ, त्यसपछि यहाँ USB टाइप सी र यहाँ स्पिकर ग्रिल रहेको छ। त्यसैगरी साइडमा हेर्दाखेरि पावर अन अफ बटन रहेको छ, त्यसैगरी भोल्युम रकर रहेको छ र माथिपट्टि चाहिँ यहाँनेरि माइक्रोफोन रहेको छ र यो डल्बी एटमोसको लाइटिङ रहेको छ। र यसमा प्रोटेक्सनको कुरा गर्नु पर्दाखेरि बोथ साइडमा गोरिल्ला ग्लास 7i युज गरेको भनेको छ कम्पनीले र यो फोन चाहिँ नेपालमा लन्च भइसकेको छैन। यसको 1 वर्ष पुरानो भेरिएन्ट मोटो H50 फ्युजन चाहिँ भर्खरै नेपालमा लन्च भएको छ। र बक्स अनबक्सिङ गर्दाखेरि चाहिँ यो फोनको भित्रपट्टि चाहिँ हामी देख्न सक्छौं। मैले चाहिँ अलरेडी अनबक्सिङ गरिसकेको र यो च्यातिसकेको छ र फोन छ माथिपट्टिको सेक्सनमा फोन रहेको छ र मसित भएको भेरिएन्ट पेन्टन एमोजनाइट भन्ने भेरिएन्ट छ र त्यसपछि रहेको छ यहाँनेरि टुल बक्स भित्र सिम इजेक्टर पिन छ, एउटा युभी ग्लास प्रोटेक्टरको लागि यहाँ स्टिकर जस्तो दिएको छ र अर्को कुरा गर्दा यो युजर म्यानुअल छ। त्यसपछि भित्रपट्टि चाहिँ त्यहाँ हामी चार्जर पाउन सक्छौं। 68 वाटको टर्बो चार्जर रहेको छ जसलाई टाइप सी टु टाइप सी केबलले जोड्न सकिन्छ र यो 0 to 100 तपाईको लगभग 50 मिनेटमा फोनले कम्प्लिट चार्ज हुन्छ र यसको ब्याकअप चाहिँ 1.5 दिन जतिको। डिस्प्लेको कुरा गर्नु पर्दा 6.7 इन्चको एमोलेड डिस्प्ले रहेको छ विथ 120 हर्ट्ज फास्ट रिफ्रेश रेट। ब्राइटनेसको कुरा गर्नु पर्दा 4500 निट पिक ब्राइटनेस रहेको छ र यसमा चाहिँ बेजल चाहिँ एकदमै कम छ र चिन पनि एकदमै थिन छ। स्क्रिन टु बडी रेसियो कुरा गर्ने हो भने 96.3% स्क्रिन टु बडी रेसियो रहेको छ र यसमा कलर चाहिँ यो पेन्टन भ्यालिडेटेड कलर हो। यो स्पेसिफिकेसनको कुरा गर्नु पर्दाखेरि यो चाहिँ इन्डियाको फर्स्ट डायमेन्सिटी 7400 4 नैनोमिटरको चिपसेटमा आधारित फोन हो र यो एकदम पावर एफिसिएन्ट छ। यसको अन्तुदी स्कोरको कुरा गर्नु पर्दाखेरि 7 लाखको अराउन्डमा अन्तुदी स्कोर आउँछ र यसको योभन्दा अगाडिको 50 फ्युजनमा चाहिँ स्न्यापड्रागन 7S Gen 2 थियो जसको अन्तुदी स्कोर 6.5 लाख थियो र यसमा केही इम्प्रुभमेन्ट भएको हामीले पाउन सक्छौं। र यसको ब्याट्रीको कुरा गर्नु पर्दाखेरि 5500 mAh को ब्याट्री जसमा बक्समा रहेको 68 वाटको टर्बो चार्जरले 50 मिनेटमा 0 देखि 100% को चार्ज गर्न सक्छ र परफर्मेन्सको कुरा गर्दाखेरि चाहिँ यो गेमिङ फोन चाहिँ होइन, तर 60 fps को PUBG चाहिँ खेल्न सक्नुहुन्छ तपाईले र भेपर कुलिङ च्याम्बर पनि रहेको छ यसमा 4500 mm को र यसमा खासै हिटिङ इस्यु चाहिँ हुँदैन। OS को कुरा गर्नु पर्दाखेरि यसमा हेलो UI विथ एन्ड्रोइड 15 आउँछ र कम्पनीले चाहिँ यसलाई 3 मेजर अपडेट 16, 17 र 18 साथै 4 इयर्स को सेक्युरिटी अपडेट पनि दिने भनेर प्रमिस गरेको छ र यसमा UI चाहिँ एकदम क्लीन छ, नो ब्लोटवेयर। सो यसमा AI को फिचर्सहरु पनि मोटोरोलाले केही इन्क्लुड गरेको छ जसमा म्याजिक क्यानभस देखि लिएर स्टाइल सिङ देखि टेक्स्ट टु इमेज फिचर रिमेम्बर दिस जस्ता फिचर्सहरु पनि हालेको छ। यसमा एउटा स्मार्ट कनेक्ट भन्ने अप्सन पनि छ जसले मोबाइलबाट ल्यापटपमा पनि तपाईको कनेक्ट गरेर डिभाइसलाई युज गर्न सक्नुहुन्छ। मल्टिमिडियाको कुरा गर्नु पर्दाखेरि एकदमै गुड क्वालिटी इमर्सिभ डिस्प्ले रहेको छ। यसमा सेन्सरको कुरा गर्नु पर्दा यसमा सबै सेन्सर रहेको छ। इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर चाहिँ अलिकति तलपट्टि रहेको छ र अरु फेस अनलक साथै यसमा चाहिँ 16 वटा 5G ब्यान्ड रहेको छ र डुअल 4G भोल्टी प्लस वाइफाई 6 ब्लुटुथ 5.4 भर्जनसम्म रन हुन्छ। क्यामेराको कुरा गर्नु पर्दा ब्याक साइडमा 4 वटा क्यामेरा जस्तो देखिन्छ, तर यसमा 3टा क्यामेरा छ। एउटा चाहिँ फ्ल्यास लाइट हो, एउटा चाहिँ तपाईको 50 मेगापिक्सलको 1.8 एपर्चरको सोनीको लिटिया 700 सेन्सर रहेको छ। अर्को 13 MP अल्ट्रा वाइड प्लस म्याक्रो दुईटै काम गर्छ र एउटा चाहिँ लाइट एम्बिएन्ट सेन्सर रहेको छ यसमा। त्यसैगरी यसमा यो फोनको क्यामेरा क्वालिटी चाहिँ एकदमै राम्रो छ। फ्रन्टको
क्यामेरा कुरा गर्नुपर्दा 32 मेगापिक्सलको सेल्फी दिएको छ जसमा 4K 30 FPS सम्मको सपोर्ट छ। फिचरको कुरा गर्ने पर्दा नाइट भिजन सबै फिचर्स मोटोरोलाले तपाईँलाई दिएको छ। यसमा एआईको लागि गुगल जेमिनाई सर्कल टु सर्च भन्ने फिचर्सहरू पनि रहेको छ। र स्क्रिनमा मैले केही क्यामेरा स्याम्पल्सहरू सो गरिरहेको छु। यही फोनको ब्याक क्यामेरा र फ्रन्ट क्यामेराबाट लिएको स्याम्पलहरू हो। क्यामेरा स्याम्पल देखेर तपाईले कस्तो रहेछ यसको क्यामेरा भनेर एउटा अन्दाज गर्न सक्नुहुन्छ। ब्याक क्यामेरा र फ्रन्ट क्यामेराको फोटोहरू मैले यहाँ तपाईहरुलाई देखाइरहेको छु। चाहिँ IP60 र 69 दुवै भएको कारणले तपाईले पानीहरुमा हल्का भिज्दा ओर्दा पानीमा डुबाउँदा पनि तपाईले यसमा वाटर रेजिस्ट गर्ने यसको कम्पनीले क्लेम गरेको छ। र फाइनली यसको प्राइसको कुरा गर्नु पर्दाखेरि यसको 8GB 256GB जुन मसित रहेको छ यो चाहिँ बेस भेरिएन्ट भन्दा पनि हुन्छ जसको प्राइस छ इन्डियन करेन्सीमा 22,999 जसलाई नेपालीमा कन्भर्ट गर्दाखेरि 36,800 अराउन्ड 37,000 मा रहेको छ। र यसको अर्को भेरिएन्ट भनेको 12,256GB लाई पर्न जान्छ 24,999 25,012 र यो नेपालमा आउँदा चाहिँ कति हुन्छ भनेर हामीले अनुमान गर्दाखेरि चाहिँ यसको यो भन्दा 1 वर्ष पुरानो 50 फ्युजनलाई चाहिँ अहिले 47-48,000 मा लन्च गरेको छ भर्खरै। भने यो फोनको चाहिँ लगभग 50,000